हेलो साथीहरू नमस्ते। हामी चाहिँ दिदी बहिनी सम्मबाट बिहान 6 बजे पिकनिक जाने भनेको 7 बजेसम्म साथीहरू आइपुगिसक्नु भएको थिएन अनि हामी पिकनिक गयौं र कृष्टिको डाँडामा हामी पिकनिक पुग्यौं अनि हत्ता नपत्ता मैले चाहिँ दुधको पोको लिएर कस्तो जाडो भएको थियो नि त घाम पनि नलागेको अनि भक्काभक चिया पकाउन थालेको साथीहरू। सुरुमा चिया खान पाएपछि त मेरो त हड्डी हाँस्छ अनि चिया पकाउन थाले अनि सुगर फ्री दिदीहरूले चाहिँ चिया लैजानु भयो। त्यसपछि चिनी भक्काभक चिनी हाले तर मलाई त्यहाँ सबैले खाने ठाउँमा हालेको चिनी चाहिँ मलाई लागेको थिएन। दिदीहरूले पाउरोटी बाँड्न थाल्नु भयो। हामीले बिहान बिहान चिया पाउरोटी खाइदिएको होइन। अनि त्यसपछि दिदीहरूले चाहिँ तरकारीहरू धोइधाई यताउता गर्न थाल्नु भयो अनि एउटा दिदीले चाहिँ होइन मेरो चाहिँ चक्कु हरायो भनेर रमितै गर्नुभयो। मेरो सेतो बिड भएको चक्कु खै सेतो बिड भएको चक्कु आउनुभयो। यहाँ पनि मेरो सेतो बिड भएको चक्कु हरायो भन्दै आउनुभयो। अनि दिदीले चाहिँ मैले हेर त सन्चना भएको मान्छेले भाडा मान्न थाले भन्नुभएको छ होइन। अनि दिदीको चक्कु हराएर पिरबाइन राख्नु भएको बेलामा एउटा दिदीले लिएर तिम्रो सेतो बिड भएको चक्कु मैले भेटेँ अब मलाई के इनाम दिन्छौ अरे। अनि यता दिदीहरूले चाहिँ केराउ केलाइरहनु भएको छ होइन पनिरसँग पकाउने भनेर पनिर ल्याउनै बिर्सिएछ आपत होइन। अनि त्यसपछि यहाँ मैले भक्काभक यहाँ मासु पकाउन थाले साथीहरू होइन। अनि मलाई मासु पकाउन यताउता काम गर्न पकाउने काम भनेपछि मलाई चाहिँ एकदम मक्ख पर्छु कि म होइन। अनि मैले मासु यतातिर आगोमा पराक पुरुक पार्दै थिएँ अनि टमाटर काट्न गएँ होइन। सबै मान्छेहरू प्रायः चाहिँ फोटो खिच्न व्यस्त हुनुहुन्थ्यो कि अनि एकछिनपछि आएर सबैले काम त गर्नुभयो। हामी सबैजना मिलेर गऱ्यौँ काम होइन अनि रमाइलो भयो। अनि मासु पकाए यता दिदीहरूले प्राउन फुराइरहनु भएको थियो। अनि यो अचारमा नि प्याज हालेको मनपर्छ कि मलाई। अनि अचार बनाउनको लागि मैले नि यो प्याज अनि यो आलु चाहिँ पाक्दै पाकेनछ कि अनि त्यसपछि डाडुले थिचथाच गर्दाखेरि पनि राम्रोसँग आलु पाक्दै पाकेको थिएन। त्यही नपाकेको आलु हालेर अचारमा मजाले मोलेर पराक पुरुक पारिदिए साथीहरू। अनि यो चाख्न पर्यो भनेर दिदीहरूले नुन चाख्न थाल्नु भयो नि यस्तो चढाइ सोडाइ गरेर। अनि त्यसपछि मलाई जति मोले त्यति मिठो जस्तो लगाएर लाउँछ कि मलाई चाहिँ मेरो बानी चाहिँ अनि मोले चाहिँ मिठो हुन्छ जस्तो लाउँछ होइन। अनि मैले चाहिँ मजाले मोले के मजाले अचार मसाज गरे चाहिँ मिठो हुन्छ अरे कि। अनि त्यसपछि मैले पनि मह काट्नेले हात चाट्छ कि भन्छन् त्यसरी मैले नि ग्लमल्याङ लुरुङ मेरो हात चाटे होइन। यस्तो मिठो भयो त्यो अचार पिरो पिरो टक्क होइन यस्तो मिठो भयो त्यो म बयान गरिसक्दिनँ। अनि दिदीले यहाँ सलादहरू काट्दै हुनुहुन्छ कि अब खाना पर्यो नि त मेरो नि भिडियो खिच्देऊ त मलाई फेरि तिम्रो ननिकाल्यो भन्दै हुनु दिदी तपाईँको त मैले कति खिचेको भिडियो भने होइन। अनि हामी यहाँ सबैजना दिदी बहिनी मलाई चाहिँ त्यो भाग लाउने काम भनेपछि चाहिँ मर्नै खोज्छु म पकाउन चाहिँ होइन एकदम तम्सिन्छु। तर यो भाग लाउने काम त मलाई त किन गर्नै मन लाउन्न कि। अनि म जहिले पनि भाग लाउने ठाउँमा चाहिँ कहिले बस्दिनँ कि मैले भाग लाएँ भने त होइन सुरुको मान्छेलाई चाहिँ पुग्छ लास्टका मान्छेलाई चाहिँ पुग्दैन कि मेरो हातै ठुलो हरे कि। अनि यो चाहिँ मेरो भाग होइन मैले खान थालेँ टन्नै खुर्सानी हालेर खान थालेँ। अनि दिदीहरूले नि खान थाल्नुभयो कस्तो मिठो रहेछ खानेकुराहरू त भनेर भन्नुभयो कि। अनि मलाई कस्तो खुसी लाग्यो होइन मैले पकाएको नि त जे भए पनि है। अनि दिदीहरू सबैजना भएर गमलाङ गुम्लुङ खान थाले। दिदी खानु भएन भनेको त खाँदैछु मैले भनेर भन्नुभयो दिदीले होइन। अनि त्यसपछि छिटो खानु तपाईँ सेल्फी धेरै नखिच्नु त भनेको होइन। ल अब खान्छु भन्नुभयो। दिदी चाहिँ खाएर भ्याएर पनि नाच्न थालिसक्नु भयो होइन। कोही अति ढिला कोही अति छिटा होइन। मैले पनि भर्खर खान थालेको नि त मैले चाहिँ खाएर भ्या छैन। अनि यति रमाइलो भयो हाम्रो दिदी बहिनी समूहको पिकनिक भन्ने कुरै छोडिदिनुहोस्। अनि खानासाना खाएर भ्याएर हामीले अन्टी लभर भन्ने गीतमा चाहिँ एकदम दामी डान्स गऱ्यौँ होइन। अनि डान्स गर्दा दिदीहरू सबैजना चाहिँ के अरे त्यो लाएर चाहिँ यो कृष्टितिर चाहिँ सुन्तला महोत्सव भन्ने लाएर सबैजना सुन्तला महोत्सवमा जानुभयो। अनि त्यसपछि हामी चाहिँ आफ्नै पारामा फेरि नाच्न थाल्यौँ होइन। अब त्यो त्यहाँ पकाएका खानेकुराहरू त कुर्न पर्यो। अनि हामीले त्यही खानेकुराहरू कुर्दै नाच्दै गाउँदै बसिरहेका थियौँ। अनि बेलुका चाहिँ अनि हामीले खसीको मासु बनायौँ पनिरको तरकारी यताउता कति थोक पकायौँ। तर यो आइफोन भन्ने जन्तु कसैले नलियो भन्छु कि म। त्यो आइफोन मेरो मोबाइल स्विच अफ भएर होइन चार्जै खप्दैन कि एकछिनमै चार्ज स्विच अफ भयो चार्ज 0% भएर स्विच अफ भयो। अनि मैले अरू भिडियोहरू केही खिच्न पाइनँ चाहिँ यो चाहिँ अरू दिदीहरू सुन्तला महोत्सव जाँदाखेरि हामी चाहिँ नाचगान गरेर भजन कीर्तन के मनमा मुखा आयो त्यो सबै गीत गाएर नाचेको अवस्था हो यो होइन। यहाँ दिदीले चाहिँ खतरा गीत झिकिरहनु भएको छ होइन। अनि त्यसपछि त्यही गीतमा हामी नाच्यौँ है। बेलुकासम्म चाहिँ मेरो मोबाइल स्विच अफ भएर बेलुकाको भिडियो चाहिँ खिच्न पाइएन। यो ठाउँ एकदम रमाइलो थियो तर पानीको अलिक दुःख थियो। बेलुका चाहिँ पानी भ्याइएको थियो। अनि हामीले खानासाना खाएर कसैले हात झारमा पुसेर आयौँ भने कसैले चाहिँ पानीको खानेपानीले पुस्यौँ होइन। अनि बेलुका चिया पकायौँ हामीले हिँड्ने बेलामा। अनि हिँड्ने बेला के गर्ने त्यो पानी नभएर किल्तीमै चिया लिएर आयौँ कि गिलासमा नगर्ने पानी नभएर होइन। अनि यस्तै भयो रमाइलो त डेन्जर रमाइलो भयो। लास्टमा चाहिँ यो अब खसीको मासु अब बल्ल हामी पकाउन जाँदै थियौँ तर खसीको मासु पकाइन्जेल मेरो मोबाइल स्विच अफ थियो। ल बाई साथीहरू।